ल हेर्नु साथीहरू अघि पकाएको तरकारी यस्तो हुन्छ है छिटो हुन्छ होला है रोटी सँग मलाई तरकारी अलिक थोरै चाहिन्छ कि साथीहरू चाहिँ खानु सक्छ आएन फर्स्ट बाइट त्यो तरकारी यति मिठो भयो कि आमा तरकारीलाई चाहिँ यति मिठो भयो यो तरकारी साँच्चै मैले जोगिङ गरेको होइन यति मिठो भयो कि यो तरकारी धेरै पछि खाएर हो यो कति मिठो भयो क्या बिग बाइट म त एक्लै खाने होइन एक्लै बनाउने हो यस्तो मिठो भयो कि आमा म त के गर्नु र फेरि भोलि बिहान पकाएर खायो भने त्यति मिठो हुँदैन मलाई यस्तो मिठो भएको साथीहरू है फुर्सुलिन्दा रुचि तैँले यस्तो मिठो तरकारी कहाँबाट बनाउँथे भनेर भात भात मिस्टी लगाइहाल्नु है बाबुलाई खाना पकाउँदैछु कि म चाहिँ रोटी खाएको सिद्धिन लाग्यो गाइस यस्तो मिठो भएको त्यो टक्कै खा लास्ट सेकेन्ड लास्ट बाइट अगाएपछि यो छान्ने काम कसले गर्छ मैले गर्छु अगाएपछि नि छान्ने छान्ने काम गर्छु म त यति मिठो भयो यो फर्सीको मुन्टा